स्वस्तिक अस्पताल एउटा आधुनिक सुविधा सम्पन्न अस्पताल हो। यहाँ चाहिँ प्राय सम्पूर्ण विशेषज्ञ सेवाहरू उपलब्ध छन्। अब हाम्रो स्वस्तिक अस्पतालको एउटा आफ्नै विशेष पहिचान अथवा विशेषता भनेको चाहिँ यहाँ हामीले चाहिँ होलिस्टिक इन्टिग्रेटेड एप्रोचलाई चाहिँ महत्त्व दिएका छौँ। अब यो होलिस्टिक इन्टिग्रेटेड एप्रोच के हो भन्नाले चाहिँ यदि कुनै रोगहरू जस्तो कि हाइपरटेन्सन, डायबिटिज, थाइरोइड, एङ्जाइटी, डिप्रेसन, स्ट्रेस, मोटोपना, आस्थमा जस्ता विभिन्न रोगहरू जुन चाहिँ विभिन्न हस्पिटलहरू धाएर पनि निको भइरहेको छैन, विभिन्न डक्टरहरू धाएर पनि निको भइरहेको छैन भने चाहिँ त्यस्ता विधिहरूलाई चाहिँ हामीले विभिन्न उपचार विधिहरू अथवा प्याकेजहरू भनौँ त्यसलाई मिलाएर हामी चाहिँ यसलाई इन्टिग्रेट रूपले हामी प्रस्तुत गर्छौँ। जस्तो कि होमियोप्याथी, एलोप्याथी, आयुर्वेदा, डाइट एन्ड लाइफस्टाइल मेडिसिन, यौगिक साइन्स पद्धतिहरू जस्ता विभिन्न यो उपचार विधिहरूलाई चाहिँ मिलाएर हामीले चाहिँ दिने जुन उपचार विधि हो त्यो चाहिँ होलिस्टिक इन्टिग्रेटेड एप्रोच भनिन्छ यसलाई। अब यो चाहिँ हामी आफ्नो स्वस्तिक अस्पताल त एलोप्याथिक फाउन्डेसनमा बनेको एउटा स्वास्थ्य संस्था हो। तापनि हामीले चाहिँ कसरी यसलाई सम्भव गराइरहेछौँ भन्दाखेरि चाहिँ हामीले अन्य स्वास्थ्य संस्थाहरू, अरू प्याथिजका स्वास्थ्य संस्थाहरूसँग चाहिँ आबद्ध गरेर सहकार्य गरेर चाहिँ यी सम्पूर्ण सेवाहरू चाहिँ हामीले उपलब्ध गराइरहेका छौँ। र हाम्रो अनुभवमा र विशेष गरी मेरो आफ्नै 20 वर्षभन्दा बढीको यो उपचार पद्धतिलाई मिलाएर अगाडि लगाउने अनुभवमा चाहिँ यो होलिस्टिक इन्टिग्रेटेड एप्रोच विधिले चाहिँ तथाकथित एउटा हामी निको नहुने रोग भनौँ न हैन, इन्क्युरेबल डिजिजहरू पनि अलमोस्ट क्योरै भएका छन् है, क्योर नै भएका छन्। 100% लगभग 100% नै क्योर भएको अवस्था भएकोले चाहिँ यो विधिबाट फाइदा लिनुभएकाहरू पनि निकै नै सन्तुष्टि र खुसी हुनुहुन्छ। यसकारण चाहिँ म सबैलाई चाहिँ यो हामीले दिएको यो उपचार विधिहरू, होलिस्टिक इन्टिग्रेटेड सेवाहरूलाई चाहिँ उपभोग गरी आफ्नो जिन्दगीलाई चाहिँ निरोगी र आनन्दित बनाउनको लागि सबैलाई म सुझाव दिन चाहन्छु। धन्यवाद।